सो हेलो गाइज वेलकम टु द न्यू भिडियो। अनि आज चाहिँ मैले UFC 321 को प्रिडिक्सन लिएर आएको छु है त। मैले मेन कार्डको प्रिडिक्सन गर्ने छु होइन। मेन इभेन्टको चाहिँ मैले छुट्टै भिडियो बनाएर प्रिडिक्सन गर्छु होइन। अनि त्योभन्दा पहिला चाहिँ मैले मेन कार्डको सबै चारवटा फाइटको चाहिँ प्रिडिक्सन गर्दै थिएँ यो भिडियोमा। एकदमै राम्रो कार्ड छ अनि एकदमै इन्ट्रेस्टिङ कार्ड छ होइन। एकदमै हाई लेभलको फाइटहरू छ यो कार्डमा चाहिँ। अनि तपाईँ रेड चेक आउट गर्न सक्नुहुन्छ है त। यही सटरडे हो, सटरडे साँझ है त। एकदमै राम्रो हुन्छ होइन। सबै अब सटरडेमा सबै खारिज हो होइन। अब डे आउट गरेर हुन्छ नि यस्तरी कतै बाहिर बाहिर घुमेर होइन ट्याक्क साझा हेर्दा चाहिँ युएफसी हेर्न पाइन्छ त्यही हो सटरडे चाहिँ एकदमै राम्रो हुन्छ। अनि आबुधाबीमा भएपछि फेरि यस्तै खतरा हो क्या। आबुधाबी साउदीमा भयो भने चाहिँ साँझ साँझ हामीले हुन्छ नि हामी पनि साँझमा इन्जोय गर्न पाइन्छ कि। अरू बेला त सधैँ बिहान बिहान गर्नु पर्थ्यो, बिहान बिहान अब हुन्छ नि अलि राम्रो फाइट चाहिँ बिहानै उठेर हेर्नु पर्थ्यो। तर अहिले चाहिँ एकदमै आनन्द थियो। 7:45बाट प्रिलिम्सहरू चालु हुन्छ अनि राति 11:45बाट चाहिँ मेन कार्ड सुरु हुन्छ। राति 12 बजीतिर नि 12 बजीसम्म त कोही पनि सुतिन्न होला। अब युएफसी हेर्न लाग्यो भने त झनै सुतिन्न। अब स्ट्रेट टु द प्रिडिक्सनतिर जाउँ है त। फर्स्ट फाइट अफ द मेन कार्डमा जाउँ है। एलेक्जेन्डर राकेज भर्सेस आजमात मजरकानव। अनि यो फाइट चाहिँ लाइट हेभी डिभिजनको मा होइन। अनि आजमात मजरकानव चाहिँ भर्खरै राइजिङ कन्टेन्डर भने पनि हुन्छ। ड्याना वाइट कन्टेन्डर सिरिजमा चाहिँ एउटा कस्तै नकआउट हानेको थियो कि। अनि त्यसपछि त्यसपछि पनि फाइटहरू जितेको छैन अहिलेसम्म युएफसीमा अनडिफिटेड अनि लाइफमा पनि अनडिफिटेडै छ। तर अर्को अपोनेन्टमा चाहिँ छ एलेक्जेन्डर प्याकेज जुन चाहिँ अहिले युएफसीमा चाहिँ अलि हुन्छ नि डाउनफलमा चलिरहेको छ कि। पहिला चाहिँ एकदमै राम्रो फाइटर थियो होइन। फाइटर अझै पनि राम्रो छ होइन। यताउता स्किल सेट राम्रो थियो तर अहिले हुन्छ नि दुईवटा तिनवटा फाइटको लुजिङ स्ट्रिकमा छ क्या अहिले त। फर्स्टमा चाहिँ अस्ति भर्खरै लास्ट लस चाहिँ यसको मागोमेड एङ्कलाइफसँग थियो होइन 1 वर्ष अगाडि। अनि त्योभन्दा अगाडि चाहिँ येबी पुरास्कासँग टिकेओ भएको सेकेन्ड राउन्डमा। अनि त्योभन्दा अगाडि चाहिँ यान भोब्लोभिचसँग टिकेओ भएको है त। अनि अहिले चाहिँ करियरको डाउनफलमा छ होइन। तर फाइटर चाहिँ एकदमै राम्रो छ होइन। अनि मैले एउटा कुरा भन्छु होइन एलेक्जेन्डर राकेट छ नि एलेक्स परेरा भन्दा केही होइन हल्का सानो मात्रै होला कि। यो एलेक्जेन्डर प्याकेज पछि होइन एलेक्स परेरा मात्रै हो कि सबभन्दा हेभी भनेको कि लाइट हेभी वेटमा हुन्छ नि अलि ठुलो के बडी फ्रेम त्यस्तो खतरा खालको हो प्याकेजको। अनि एजमात मुजरका भनेको चाहिँ एकदमै राम्रो फाइटर छ होइन। एकदमै राम्रो पावर छ, डेडली पावर छ होइन। वान सट नकआउट हान्नु सक्छ। अब रसियाको फाइटर हो होइन। रसियाको फाइटर भन्ने बित्तिकै सबैले के सोच्छ भन्दाखेरि ग्राप्लिङ यताउता गर्ने हो भनेर सोध्छ होइन। तर ग्राप्लिङ त्यस्तो होइन क्या। त्यो एजमात मुजरका चाहिँ एकदमै राम्रो फाइटर, एकदमै राम्रो स्ट्राइकर छ क्या। हुन्छ नि उस एङ्कलाइफ जस्तो राम्रो स्ट्राइकर त अलि भन्नाले प्रुभ त गरेको छैन होइन। अलि माथि जोग्नु परे एङ्कलाइफको जस्तो स्ट्राइकिङ गर्नलाई होइन हेर्नलाई के त्यहाँसम्मको स्ट्राइकिङ छ कि छैन भनेर। तर फाइटर चाहिँ एकदमै राम्रो छ त। अनि दुइटै मध्ये मैले कसलाई प्रिडिक्सन गर्छु भन्दा चाहिँ मलाई ऱ्याकेजलाई पिक गर्न त मन लाग्छ होइन। बडी सडी यताउता हुन्छ नि एकदमै टल छ होइन। रेन्ज पनि एकदमै राम्रो छ। यहाँ हेरौँ न यहाँ रेन्ज रेन्ज पनि कति धेरै छ क्या। 78को रिच छ अनि 71.5 भनेको चाहिँ लगभग 7 इन्चको रिचको एडभान्टेज छ नि त। तर आई थिङ्क एजमात मुजरकानबले चाहिँ हुन्छ नि रेन्जभित्र गएर नि आफ्नो बक्सिङ रेन्जमा गएर चाहिँ राकेशलाई टिकेओ हान्छ जस्तै लाग्छ है त। सो मेरो यो फाइटको प्रिडिक्सन चाहिँ एजमात मुजरकानब बाई टिकेओ इन द सेकेन्ड राउन्ड, इन द फर्स्ट राउन्ड, इन द थर्ड राउन्ड जति राउन्डमा नि हुन सक्यो होइन। तर टिकेओ हान्छ जस्तै लाग्छ है त एजमात मुजरकानबले। सो आइएम गोइङ फर एजमात मुजरकानब है त। यिनीहरूको नाम लिँदा पनि कस्तो गाह्रो हुन्छ क्या। अनि मैले एउटा प्रिलिमको एउटा फाइटको प्रिडिक्सन गरिहालेँ है त। इक्राम एलेस्करब भर्सेस योङसङ पार्क। यो फाइट चाहिँ होइन एकदमै राम्रो भन्दा पनि एकदम एलेस्करबले चाहिँ डोमिनेटै हान्छ जस्तै लाग्छ है। एकदमै राम्रो स्ट्राइकर छ होइन। अनि ग्राउन्ड गेम पनि राम्रो छ। अनि एउटा लस यसको युएफसीमा एउटा लस छ कि कतिवटा छ करियरमा त दुइटा लस छ होइन। अनि युएफसीमा चाहिँ एउटा लस मलाई ठ्याक्कै थाहा छैन रबर्ट विटेरसँग नकआउट खाएको। तर दुइटा लस हो कि होइन होइन होला जहाँसम्म। अनि यो फाइटमा चाहिँ इक्राम एलेस्करबले टिक्यो हान्छ जस्तै लाग्छ है त मलाई फेरि पनि। किन भन्दाखेरि योङसङ पार्क चाहिँ होइन अब कोरियाको फाइटर हो। पहिला त कोरियाको फाइटरहरूको एकदमै डाउनफलै चलिरहेको। अस्ति भर्खरै अनि को हारेको थियो यस्तै योङसङ पार्क जस्तै यस्तै के थियो कि योङसङ पार्क हो कि यस्तै के थियो त्यो हारेको थियो होइन हिजो अस्ति भर्खरै। तर यो फाइटमा पनि हार्छ जस्तै लाग्छ क्या। अनि किन भन्दाखेरि इक्राम एलेस्करबको एकदमै राम्रो स्ट्राइकिङ छ है। अनि एकदमै स्मार्ट फाइटर पनि छ। अनि योङसङ पार्क चाहिँ हल्का हल्का के छ भन्दाखेरि हल्का ओल्ड पनि ओल्ड त के भन्ने
हल्का हुन्छ नि अलि त्यस्तो लेभलको स्किल फाइटर छैन कि यङकङ बाहेक। यो इक्नम एलेस्करब चाहिँ हल्का हुन्छ नि मिडल वेटमा चाहिँ एकदमै राम्रो प्रोस्पेक्टै भनेर सोचिरहेको थियो कि सबैले। तर एउटा फाइटमा त नकआउट खायो, तर एकदमै राम्रो फाइटर चाहिँ यो फाइट पनि टिकियोले जित्छ जस्तो लाग्छ। यङस्को पार्कको चाहिँ होइन ग्राउन्ड गेमहरू जित्न सक्ला होइन, तर त्यही पनि जित्दैन होला कि। इक्नम एलेस्करब चाहिँ एकदमै राम्रो ग्राप्लर पनि ठिकै ठिकै छ है। यो फाइटको चाहिँ प्रिडिक्सन इक्नम एलेस्करबले जित्छ है त, विथ टिकियो। अनि अझै अर्को फाइट छ एलेक्जेन्डर वर्ल्ड कप भर्सेस जर्डन एमेडा। मलाई चाहिँ यो फाइटमा कसलाई पिक गरौँ भनेर म एकदमै कन्फ्युज भएको क्या। ल हेरौँ है त। एलेक्जेन्डर वर्ल्ड कप चाहिँ एकदमै राम्रो स्ट्राइकर छ है। अब यो पनि रसियाको फाइटर हो, रसियाको फाइटर देख्ने बित्तिकै सबैको दिमागमा के छ भन्दाखेरि सबै ग्राप्लरै हुन्छन् अनि सबैले ग्राप्लिङ गरेर जित्ने हो, होल्ड गरेर जित्ने हो भनेर सोच्छन् होइन। तर वर्ल्ड कप चाहिँ एकदमै गुड स्ट्राइकर छ है, गुड स्ट्राइकर। अनि त्यसपछि लाइट वेट के अरे हेभी वेटको लागि चाहिँ हुन्छ नि हल्का एथलेटिकै छ। अनि एकदमै स्मार्ट फाइटर छ, एकदमै हाई ह्यान्डसम्म पनि पारेछ। गएको फाइट होइन रोब्री भन्दा नि हुन्छ। यो सिभिल ग्यान्सङमा चाहिँ रोब्रीले हारे जस्तो पनि भन्न सकिन्छ है त। त्यो फाइट चाहिँ मेरो दिमागमा चाहिँ एकदमै क्लियरली जितेको थियो है। सेकेन्ड र थर्ड राउन्ड चाहिँ वर्ल्ड कपले क्लियरली जितेको थियो, तर रोब्री जो भन्ने के भन्ने हो। अनि अझै अर्को फाइटर छ जेल्टेन एमेडा, ब्राजिलको होइन नेक्स्ट बिग थिङ भन्दा पनि नेक्स्ट हेभीवेट च्याम्पियन भनेर सोचिरहेको थिएँ पहिला पहिला चाहिँ होइन। एकदमै राम्रो ग्राप्लर छ कि यो त्यो हेभीवेट डिभिजनमा कोही पनि राम्रो ग्राप्लर छैन कि। टम एस्पेनरको हुन्छ नि टेकडाउन एकदमै राम्रो छ, तर हुन्छ नि त्यहाँ ग्राप्लिङ गर्ने यताउता रेस्लिङ गर्ने चाहिँ क्यापेबिलिटी त्यस्तो छैन होला भन्नु पऱ्यो। 1 मिनटभन्दा त बढी लडेको छैन त्यही पनि। अनि यो फाइटमा चाहिँ मैले पिक गर्नु पर्दा चाहिँ मैले एलेक्जेन्डर वर्ल्ड कपलाई पिक गर्छ है त। टेकडाउन गर्ला होइन, टेकडाउनको लागि जान्छ होइन जेल्टन एमेडा। अनि त्यससँग खासै हातमा पावर पनि छैन कि एमेडासँग। हल्का हुन्छ नि स्ट्राइकिङमा रक गरेर यताउता ग्राप्लिङमा गयो भने अलिक सजिलो हुन्छ, तर यत्तिकै ग्राप्लिङमा जान चाहिँ त्यस्तो सजिलो नहोला क्या वर्ल्ड कपलाई हराउन। त्यही भएर चाहिँ मैले यो फाइटमा चाहिँ एलेक्जेन्डर वर्ल्ड कपलाई पिक गर्छु है त, विन बाई डिसिजन। किनकि जेल्टन एमेडालाई फिनिस गर्न पनि हल्का गाह्रो होला। तर मैले यो फाइटमा अझै एउटा के देख्न सक्छु भन्दाखेरि जेल्टन एमेडालाई चाहिँ हुन्छ नि ग्राउन्ड एन्ड पाउन्ड हालेर चाहिँ ग्राउन्ड एन्ड पाउन्ड हालेर फिनिस त गर्दैन होला होइन, मैले त्यो पनि देख्दैन। वर्ल्ड कपले जित्छ ल हेभीवेट बाउटमा है यो चाहिँ। अनि त्यसपछि यो कार्डको चाहिँ मलाई सबभन्दा इन्ट्रेस्टिङ फाइट लागेको चाहिँ यो चाहिँ उमर नर्मागोमेडov भर्सेस मारियो बटिस्टा। उमर नर्मागोमेडov चाहिँ एउटा फाइट हारेर होइन मेराबसँग हारेको होइन, अस्ति भर्खरै भन्दा पनि जनवरीमा हो। त्यसपछि मेराबले 3 चोटि फाइट गरिसक्यो, तर यसले एकचोटि फाइट गरेन। तर कमब्याक गर्दैछ हुन्छ नि, एकचोटि लस भएपछि उठ्न पनि पर्छ। अनि अर्को साइडमा चाहिँ मरियो बटिस्टा जुन चाहिँ दुईवटा फाइट जितेर आएको, प्याचे मिक्स अनि त्यसपछि जोसे आल्डो अनि अरूको बोलाई जितेर आएको। एकदमै राम्रो फाइटर छ है त। अनि यो फाइट चाहिँ एकदमै स्किल्डवाला फाइटर छ है, किन भन्दाखेरि दुइटैको स्ट्राइकिङ राम्रो छ। अनि स्ट्राइकिङमा चाहिँ मैले एज मारियो बाटिस्टालाई दिन्छु। अनि ग्राप्लिङ पनि दुइटैको राम्रो छ, तर ग्राप्लिङमा चाहिँ नर्मागोमेडovलाई चाहिँ एज दिन पर्यो है त। जबसम्म मेरा छैन नि अपोनेन्टमा, तबसम्म चाहिँ मैले नर्मागोमेडovलाई चाहिँ दिन्छु कि एज चाहिँ हुन्छ नि ग्राप्लिङमा स्लाइट एज चाहिँ नर्मागोमेडov छ होइन। तर त्यस्तो खासै एज पनि छैन कि यसको मारियो बाटिस्टाले नि होइन उमा नर्मागोमेडovलाई चाहिँ एकदमै प्रब्लम दिन सक्छ कि, किनकि यसको यो एकदमै फास्ट छ अनि स्ट्राइकिङ पनि राम्रो छ। उमार नराम्रो भन्न खोजेको होइन होइन, उमार त ठिकै छ, तर हुन्छ नि जुन चाहिँ लसबाट आउँदाखेरि त्यस्तो हुन्छ नि। अब आफूलाई रिडिम गर्न नि सक्छ होइन, लसबाट आउँदाखेरि चाहिँ हल्का हुन्छ नि प्रुभ गर्छु यताउता प्रुभ गर्छु भनेर आयो भने चाहिँ हार्न सक्छ क्या। तर मैले यो फाइटमा चाहिँ मैले प्रिडिक्सन गर्ने चाहिँ उमार नर्मागोमेडovलाई जो है उमार नर्मागोमेडov विल विन बाई डिसिजन। एकदमै राम्रो स्किल फाइट हुन्छ है यो पनि। अनि यही थियो है त यो फाइटको प्रिडिक्सन चाहिँ उमार नर्मागोमेडov बाई डिसिजन। अनि यो भेन्डा जोबाट के अरे भेन्डा ज्यान्डेरोभा भर्सेस मेकेन्जी डनमा चाहिँ मैले कसलाई पिक गर्छु भन्दाखेरि मैले एउटा नयाँ सिस्टम ल्याएको छु है त, जुन चाहिँ हो कोइन फ्लिप। हेड्स आयो भने होइन भेन्डा ज्यान्डेरोभाले जित्छ होइन, अनि टेल्स आयो भने चाहिँ मेकेन्जी डनले जित्छ है त। हेरौँ है त 1 2 3 टेल्स आयो। मैले यो फाइटमा चाहिँ पिक गर्छु मैले मेकेन्जी डनलाई है त। मेकेन्जी डन विल विन दिस फाइट एन्ड बिकेम द
चाल वर्ल्ड च्याम्पियन है त किनकि मलाई यो फाइटको प्रिडिक्सन गर्ने छैन कि मलाई यिनीहरूको क्लिपहरू हेर्नै मन छैन किन हेर्ने यिनीहरूको यो सुत्नेवाला क्लिप ल यही थियो है त प्रिडिक्सन भिडियो चाहिँ अनि मेन इभेन्टको प्रिडिक्सन चाहिँ मैले पछि भोलि लिएर आउँछु है त सो भिडियो मन पऱ्यो भने चाहिँ लाइक गर्न सक्नुहुन्छ च्यानललाई सब्सक्राइब गर्न चाहन्छ अनि युएफसी रिलेटेड यस्तै कन्टेन्टहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नु होला है त हल्का मोटिभेसन दिनु न मलाई पनि भिडियो बनाउने सो यति भन्दा चाहिँ मैले यो भिडियोलाई यहीँ जोइन गर्न चाहन्छु है त हस् त जय नेपाल